यो रुख ढल्दाखेरि आज यस्तो होला भने हामीले सोचेको पनि थिएनौँ। अनि आज यति ठुलो पानी पर्यो कि कुरै छोड्नुहोस्, हेर्नुहोस् त झन्नै मारेन। हेलो फ्यामिली, के छ? सन्चै राम्रो हुनुहुन्छ? म पनि सन्चै छु है त। गुड मर्निङ सबजनालाई। बिहानै उठेर खानासाना खाएर ट्याक्क हामी कपडा धुन गएको थियौँ। हेर्नु न केटाहरू त क्यामेरा देखिन्छ त कसो गर्छन् बाबा। केटाहरू त आफ्नोतिर भाग्ने कराउने रुनी गर्छन्। के गरे खानु केटाहरूले यस्तो कतै काण्ड मच्चाएको छन् क्या। केटाहरू फेरि अलि लजाउने स्वभावका छन्। केटाहरू शर्माएर कि के हो होइन। हजुरको साथी पनि यस्तै छन् कि आफै देखिन खोज्छन्। के छ मेसो, हाम्रो त यस्तो छ ताल। अब केटाहरू फेरि नदेखिन खोजेर भएन, मेरो काम यही हो। मैले त खिच्दिरहेको हुन्छु केटाहरूको फेरि, मानुन् कि नमानुन् मलाई मतलबै छ। अङ्कलले यता आइज त रुख ढालौँ भनेर बोल्नु भएको थियो। अनि सबैजना केटाहरू गएर रुख पेल्दाखेरि त मेरा बा रुख त ढल्दैन बा। अब अखर सुको बुढो भयो केटा ल दाउर चिर्न पर्यो भनेर बोल्नु भएको थियो। त्यहाँ ढालिदिनु पर्यो भनेर गएको त यत्रो जनाले पेल्दा पनि यतिको तिमी लास्टमा लौ हैसे भनेर बल लगाएर पेलेको थियौँ। अनि त रुख त बङ्लङ्ग गएको। अनि रुख ढलाएर घरतिर लागेँ। घरतिर आउँछ भने त फेरि उतिखेर त पानी आउँछु जस्तो भएर यस्तो हेर्नु 3 बजे त पुरै अँधेरो भयो जस्तो भएको थियो। पहिले त्यत्रो पानी पर्ला जस्तो देखेको थिएन। तर पछि त मेरो अब पानी पनि उस्तै आयो अनि गर्जिन पनि उस्तै गर्ज्यो। चिर्काले मार्छ कि जस्तो भइरहेको थियो है। हजुरलाई के त भएन नि? हजुरकोतिर पर्यो कि परेन त? यत्रो पानी हेर्नुहोस् त। अझ यो चोटि गर्जिँदाखेरि मलाई लास्टै डर लागेको थियो कि। अनि एकछिनपछि पानी पनि बिद भयो। आजलाई यति नै हुन्छ। थ्याङ्क यू फर फुल वाचिङ। राधे राधे बाई।